यहाँ माथिको नजारा हेर्न सक्नुहुन्छ गाइस, कस्तो राम्रो देख्दैछ। आजको दिन पनि मजाको भइरहेको छ। अघिसम्म त पानी पर्दै थियो, तर अहिले चाहिँ यहाँ पानी रोकेर शीतल भइरहेको छ। यहाँनिर चाहिँ भाइ र बहिनी पनि छ हामीसँग। हामी चाहिँ 4 जना गएको घुम्नु हो। अहिले चाहिँ हामी यहाँ सुत्न आइपुग्यौँ हो। अन्त यहाँनिर चाहिँ अब त्यही हो, हेलमेट लाउनु कम्पलसरी छ हो। त्यही भएर सो गाइज हामी चाहिँ फाइनली यहाँ आइसकेको छु यो ठाउँमा होइन ल। अन्त अहिले चाहिँ हामी चाहिँ यहाँ हर्नबिल पार्क आइरहेको छ यहाँ रङटङमा। यो चाहिँ तपाईँको चाहिँ नयाँ खुलेको हो। हामी चाहिँ यहाँ चाहिँ फर्स्ट टाइम आएको हो। अन्त अब चाहिँ हामी चाहिँ यहाँ टिकट काट्न जाँदैछ हो। अन्त के रहेछ यहाँभित्र तपाईँहरूलाई म देखाउने छु। यो चाहिँ यो यहाँको स्काई वक हो। यहाँनिर माथि चाहिँ जानुपर्ने हो। बहिनीहरू त गइसक्यो, यहाँ भाइ पनि अब चाहिँ हामी जानु आँटेको हो। सो गाइज हामी चाहिँ यहाँ स्काई वकबाट तल आइसकेको छ र अहिले चाहिँ हामी चाहिँ यहाँ पार्कमा आइरहेको छ हो। अन्त आजको दिन पनि यहाँ हेर्नु कस्तो शीतल भइरहेको छ हो। यहाँनिर चाहिँ पछाडि चाहिँ झुला छ, ऊ चाहिँ मेरो हस्बेन्ड हो। अन्त यहाँनिर चाहिँ आई लभ नेचर लेखिरहेको छ होइन। अरू यतातिर त्यहाँनिर चाहिँ ड्रेसहरू लगाएर फोटो क्लिक गर्ने ठाउँ रहेछ हो। अन्त यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो छ हो। आउँदैन यस्तो छ यहाँ चाहिँ। अब चाहिँ गाइज हामी चाहिँ यहाँ पार्कहरू पनि घुमिसक्यो हो। अन्त अब चाहिँ हामी घर फर्किनु आँटेको। यहाँनिर स्काई वक चाहिँ यहाँनिर छ हो। अन्त यसको अपोजिटमा यहाँनिर चाहिँ पार्क रहेछ हो।